सूर्यको मौन उपहार। हामी धेरैजसो सूर्यलाई खासै ध्यान दिँदैनौँ, तर हेर्नु त पात उम्रिएको छ भने त्यसमा सूर्यको हात छ। हामीले सास फेरेका छौँ भने त्यो पनि सूर्यको देन हो। हामीले चाल दिएको पाइला पनि उसैको उज्यालोमा सम्भव छ। आकाशको टुप्पोमा टल्किने एउटा तारा मात्र होइन सूर्य, यो त हाम्रो पृथ्वीको मुटु हो, जीवन चल्ने मूल इन्जिन हो। सूर्य नभएको भए पृथ्वी ठिङ्ग परेको चिसो ढुङ्गा मात्रै हुन्थ्यो, अँध्यारोमा तैरिरहेको। जीवन भन्ने कुरा त हुने कुरै थिएन। सूर्यले दिनमा जुन निरन्तरता देखाउँछ त्यो कुनै चमत्कार भन्दा कम छैन। अर्बौं वर्षदेखि थाक्न नजान्ने जसरी उस्तै उस्तै ताप र उज्यालो दिइरहेको छ। यही ऊर्जाले पानीलाई बगाउँछ, हावा चलाउँछ, बोट बिरुवा बढाउँछ। सोच्नु त, यदि सूर्यको ताप कहिले धेर कहिले शून्य हुन्थ्यो भने कहिले पोल्ने कहिले कठ्याउने जीवनलाई सन्तुलन चाहिन्छ, र त्यो सन्तुलन सूर्यले दिएको हो। सूर्यको एकरूपता सजिलो मात्र होइन, यो जीवन जोगाउने आधार हो। संसारमा सूर्यको सबैभन्दा नजिक सम्बन्ध बोट बिरुवासँग हुन्छ। उनीहरूले सूर्यको उज्यालोलाई खानामा बदल्छन्, आफ्ना लागि मात्रै होइन, हामी सबैका लागि। रुख भनेको काठ पात मात्र होइन, यो त सूर्यको रूप हो, उज्यालोको मूर्त रूप हो। गाईले खाएको घाँस, मानिसले टिपेको फलफूल, जनावर बास बस्ने जंगल सबै सूर्यकै वरदान हो। सूर्य स्थिर नहुने हो भने बिउ पलाउँदैनथे, बाली फल्दैन थियो, हामीले सास फेर्ने अक्सिजन पनि बन्ने थिएन। जनावर पनि सूर्यसँग छुट्टिनै सक्दैन, सानो किरा होस् या ठुलो हात्ती, सबैले खानेकुरा र बस्ने ठाउँ बोट बिरुवाबाटै पाउँछन्, अनि बोट बिरुवाले सूर्यबाट। चराहरूको उड्ने तरिका, माछाको बसाइसराई, पशुहरूको प्रजनन चक्र सबै सूर्यको उज्यालोसँग मिलेको हुन्छ। हामी मानिसको शरीरभित्र पनि घडी जस्तै समय मिलाउने एउटा प्रणाली हुन्छ, त्यो पनि सूर्य उदाउने र अस्ताउने चक्रसँगै तालमेलमा हुन्छ। जीवनको एउटा मौन तर गहिरो तालमेल। मानिस पनि अरूभन्दा फरक छैन। हामीले भलै पक्की घरमा बसौँ, गाडी चढौँ, तर हाम्रो जरा त उही सूर्यको ऊर्जामै गाडिएको छ। हामीले खाने खाना, बग्ने पानी, हावापानी र हाम्रो मुड सबै सूर्यकै असरले बदलिन्छ। बिहानको घामले ऊर्जा दिन्छ, र चिसो जाडोमा सूर्य नभएको भए हाम्रो करङ सेकिन सक्थ्यो। सूर्यको चालसँग मिलाएर मान्छेहरूले पात्रो बनाए, चाडपर्व मनाए, धर्म र संस्कारहरू बनाएका छन्। हामी त सूर्यको सन्तान हौँ, शरीर र आत्मा दुवैमा त्यसको असर परेको छ। सूर्य त केवल ताप र उज्यालो दिने होइन, उसले त हामी सबैलाई, बिरुवा, जनावर, मानिस एकै डोरीमा बाँधेर राखेको छ। हामीले लिएको हरेक सास रुखहरूले दिएको हो। रुखहरू भने सूर्यकै कारण बाँचेका छन्। सूर्य कुनै टाढाको कुरो होइन, ऊ त हामी भित्रैको धड्कनसँग जोडिएको साथी हो। ऊ जहिले पनि उस्तै उज्यालो दिन्छ। त्यसैले जीव जन्तु बीच मेलमिलाप सम्भव भएको छ। पातको चिप्ले किराबाट वनमा दौडिने सिंहसम्म, समुद्रमा जाल फालेको माछादेखि बत्तीको उज्यालोमा कविता लेख्ने कविसम्म सबै एउटै सूर्यले जोडेका छन्। यो ब्रह्माण्ड चाहिँ ताराहरूमा जीवन पाउन सम्भव देखिँदैन, तर सूर्यको निरन्तरता भने असाधारण छ। ऊ जे होस् कराउँदैन, तर ऊ नभएको भए के चल्थ्यो र? न बोट बिरुवा हुन्थे, न जनावर, न हामी। सूर्य त जीवनको मौन पहरेदार हो। हरेक दिन चम्किन्छ, केही नबोली। सूर्यलाई बुझ्नु भनेको सबै प्राणी एउटै स्रोत, एउटै ताल र एउटै उज्यालोमा चलेका छन् भन्ने कुरा बुझ्नु हो।